नमस्कार, म कौशिला। आज म चाहिँ यहाँ मेरो साथी हुनुहुन्छ गीता भट्टराई। अनि आज चाहिँ म उहाँको इन्टरभ्यू दिन गइरहेको छु। म चाहिँ उहाँको जिन्दगी चाहिँ कस्तो हुनुपर्छ भन्ने विषयमा सोधिरहेको छु। जिन्दगी त पुरै अब कहाँ थियो भन्नुहोस् मेरो जिन्दगी चाहिँ यस्तो भइदियो हुन्थ्यो भन्ने के छ भन्नुहोस् न। नजन्मेको भयो भने चाहिँ इन्डियातिर जन्मेको भए अलिक नाच्न पाइन्थ्यो भन्ने जस्तो मलाई लागिरहेको छ। तर चाहिँ जन्म चाहिँ यता नेपालमा भयो। अहिले अब यो दुनियाँमा नगर्न सक्यो भने अर्को दुनियाँमा चाहिँ गर्ला भन्ने सोचेको छु। त्यही हो, लोन चाहिँ धेरै भन्नुहोस् धेरै बढेर तपाईँ भन्नुहोस् आफ्नो गुनासोहरू राख्दै जानुहोस्। अर्कोचोटि माथि म पठाइदिन्छु, यो मेल गरिदिन्छु। अनि भगवान्ले चाहिँ फेरि अर्कोचोटि चाहिँ तपाईँको पास गरिदिन्छ। लोनमा म्याडम 12 रुपियाँ दिने हो भने अब त्यही छ। म नाच्नु पाएन भन्ने गुनासो छ। अब यही जन्मेर अर्को दुनियाँमा चाहिँ नाच्छु भन्ने मैले सोच राखेको छु। इन्डियामा मात्रै किन नाच्नु हुन्छ? नेपालमा पनि त नाच्नै सकिन्छ। के छैन भन्नु त के लुटिया छ तपाईँको? अनि हजुरलाई राजा आइदियो हुन्थ्यो जस्तो लाग्छ। राजा नै आइदिएको लाग्छ मलाई। अब कहिले आउने हामी पनि इन्तजारमा छौँ। बोलाउनु पऱ्यो नि त राजालाई, इन्भाइट गर्नु बोल्नु पो छैन मसँग। आउन हो पास बोल्नु पो छैन मसँग राजाको। फोन भयो, कल गर्नु भयो। ठिक छ, आजसम्म त राखेर कतै गराउनु पऱ्यो। राजाको नदीको मान्छे हाम्रो छैन भनेपछि पुरा तपाईँको सारा पार्टीको पत्रिकाले आजलाई चाहिँ हाम्रो कार्यक्रम भएको नमस्ते।